नमस्ते अनि स्वागत छ साथीहरूलाई केही उपयोगी कुरा च्यानलमा। आजको भिडियोको विषयवस्तु रहेको छ देवकोटा र उनको शाकुन्तल महाकाव्य। अब म ढिला नगरी भिडियोतर्फ प्रवेश गर्दैछु। देवकोटा र उनको शाकुन्तल महाकाव्य। शैक्षिक उत्प्रेरणाबाट देवकोटाले विक्रम सम्वत 2002मा 3 महिनाको रातिको फुर्सदमा शाकुन्तल लेखेर पुरा गरे अनि प्रकाशित पनि भयो। शाकुन्तलको भूमिकाका रूपमा रहेको देवकोटाको वक्तव्यमा केही प्रमुख टिप्पणीहरू रहेका छन्। नम्बर 1, नेपाली महाकाव्य आइसल्यान्डको सर्प जस्तो थियो, मलाई अभाव पुरा गर्ने इच्छा पलाएर आएकाले लेखे। नम्बर 2, यो भगीरथको गङ्गा हो, थाप्लामा बोक्न मुस्किल छ, एक बार यस्तै भयो, पछि राम्रो गरौँला। पहिलो टिप्पणीबाट नेपाली महाकाव्यको स्थिति आइसल्यान्डमा सर्पको अभाव झैँ नितान्त अभाव भएको थियो, त्यही अभाव पूर्ति गर्नलाई शाकुन्तल लेखियो। दोस्रो टिप्पणीबाट देवकोटा आफ्नो महाकाव्यलाई भगीरथको गङ्गा सम्झन्छन् र आफूलाई त्यो गङ्गा अवतरण गर्ने भगीरथ सम्झन्छन्। नेपाली भाषालाई सम्बद्ध पार्ने र कवितालाई गरिमा प्रदान गर्ने नेपाली प्रथम महाकाव्य गङ्गा अवतरण गर्ने व्यक्तिको दाबी गर्दछन्। नेपाली महाकाव्य लेखनको परम्परा हेर्दा भानुभक्तदेखि थालिए पनि उनको रामायण मौलिक नभई अनुदित नै बढी रह्यो। सोमनाथको चन्द्रचरित, कृष्ण सन्देश मौलिक भए पनि अप्रकाशित रहे। अत शाकुन्तल नै नेपाली भाषाको प्रथम मौलिक र प्रकाशित महाकाव्यको रूपमा देखा पर्दछ। नम्बर 3, लेखे राति 3 महिना फुर्सदको समयमा र कलम बिजुली झैँ दौड्यो। यसरी देवकोटाले 3 महिनाका रातमा फुर्सदका क्षणमा लेखेर तयार भएको शाकुन्तल महाकाव्य उनको आँसु कवित्वको परिणाम हो। अत यसको लेखन पद्धति आँसु लेखन पद्धति हो। यसको लेखनमा लामो धैर्य र दीर्घ साधना लगाइएन। ज्यादै अल्प अवधिमा बिजुली बेगी कवितात्मक अभिव्यक्तिको रूपमा शाकुन्तल रहेको छ। सामान्यतः महाकाव्य लामो समय, दीर्घ साधना र धैर्यको प्रतिफल हो, तर शाकुन्तलको रचना चाहिँ भिन्न खालको छ र त्यो हो आँसु लेखन। शाकुन्तलको प्रथम सर्ग काव्यात्मक भूमिकाको रूपमा आएको छ। यसमा देवकोटा भन्छन्, जो आयो तर वर्षी घनघटा कालो निलोबाट यो। यसबाट के बुझिन्छ भने शाकुन्तलमा देवकोटाको प्रतिभाका मुसलधारा भावहरू बर्सन खोजेका छन्। वर्षातको लामो तयारी झैँ प्रतिभाको लामो तयारी देवकोटाको मुनामदन पछिका अरू फुटकर कविताहरूद्वारा भइसकेको छ। त्यसैले मुनामदनभन्दा माथिल्लो उचाइतर्फ जान प्रतिभाका मुसलधार भावहरू आइसकेका छन्। देवकोटा भन्छन्, उर्लेका खहरे तिनै सुरली हामफाल्नको हडबडी। भावको तीव्र ज्वारले देवकोटालाई छोइसकेको छ। यस्तो अवस्थामा देवकोटाको प्रतिभा हामफाल्नको हडबडीमा छ, त्यसैले त्यहाँ रोकिने फुर्सद छैन। देवकोटाले यस अघिका फुटकर कविताहरूमा प्रतिभाका छाल छचल्काइसकेका थिए। प्रतिभाको अविरल वर्षा वा प्रतिभा वर्षनुको आतुरता यसमा देखिन्छ। मुनामदनमा संयमित देवकोटा यहाँ अधैर्य र असंयमित देखा पर्दछन्। यसरी एक नयाँ देवकोटाको जन्म महाकाव्य शाकुन्तलमा भएको छ। यसरी यस महाकाव्यको सिर्जनामा उनको आँसु लेखन र उनमा आइरहेको सौन्दर्य चेतनाको ज्वार परिष्कारवादको तटबन्धन तोड्दै प्रतिभाको गङ्गामा आइरहेको बाढी विराट प्रतिभाको कल्पनाको पागलपनको महत्त्वपूर्ण भूमिका रहेको छ। असंयम अधैर्यको व्याप्ति दूरगामी कल्पनाको वायुपङ्खी उडान विराट काव्य ज्वारमा हामफाल्नको हडबडी यस महाकाव्यमा रहेको छ। त्यसैले यस संसारका शक्तिशाली महाकविको भन्दा अनि विश्वमै स्थापित महाकाव्यको सृजनात्मक प्रतिभाभन्दा भिन्न प्रक्रियामा यो रचियो। देवकोटा शाकुन्तललाई अझ खार्नुपर्ने, माझ्नुपर्ने देख्दछन्, तर न्यूनतम परिष्कार चेत पनि यसमा छैन। त्यसैले देवकोटा एक बार यस्तै भयो, पछि अझ राम्रो गरौँला भन्दछन्। तर यो फुर्सद उनलाई कहिल्यै मिलेन। देवकोटाको चौथो टिप्पणी छ, विस्तार नै यसको गुण र अवगुण होला। शाकुन्तलमा रहेको विस्तार क्षमता नै यस महाकाव्यको शक्ति र सीमा दुवै हुन गएको छ। देवकोटा संक्षेपमा भन्दा विस्तारमा ज्यादा जम्थे भन्ने कुरा
देवकोटाले एक सर्गमा भनेका उही भावहरू 4 श्लोकमा लेखनाथले प्रस्तुत गर्दा लज्जित बनेका देवकोटाको स्मरण हुन्छ। यस महाकाव्यमा पनि जब देवकोटा कुनै प्रमुख क्षण वा प्रसङ्गलाई छुन्छन् तब त्यसलाई विस्तार साथ प्रस्तुत गर्दै सूक्ष्मतासम्म पुग्दछन्। यसरी देवकोटा एकातिर अभिव्यक्तिको स्तरमा छन् भने अर्कातिर आफूले छोएको कुनै प्रसङ्गको समाप्ति बिन्दुमा पुग्न हतार नगरी अलमस्त छन्। पहाडी नालाले सागरमा पुग्ने कुनै हतार नगरी अलमस्त रहे झैँ भगीरथको गङ्गाको प्रवाह पाखामा रोक्न गाह्रो परेका देवकोटाले परिष्कारवादी तटबन्धलाई तोड्दै स्वच्छन्दतावादी आँसुलेखनमा दौडदा यसमा विस्तारले प्रशस्त ठाउँ पाएको छ। यो महाकाव्य नेपाली भाषामा कवितै कविताको महाकाव्य हो। कथानकलाई किनारमा छोडी कवितामा बगेका महाकाव्यका रूपमा यसलाई हेर्न सकिन्छ। महान प्रतिभाशाली कविको प्रतिभाको वेगशाली छाल र छचल्कमा प्रभावित यस महाकाव्यमा कथानकभित्र कविता नआई कथाको सानो फेरोमा प्रचुर कविता उर्लेको छ, पोखिएको छ। यसमा सानो विषयवस्तुलाई छुनासाथ सौन्दर्यका सुन्दर अभिव्यक्तिहरू पोखिन थाल्छन्। त्यसैले कथानक र चरित्रपट्टि केमा ध्यान दिएको छ, उनलाई अभिव्यक्तिको हतार र समाप्ति बिन्दुमा पुग्नुको अलमस्तीमा रहेको सृजना प्रक्रिया देखिन्छ। यसरी स्वच्छन्दतावादमा सम्भावित परिष्कारको न्यूनतम र स्वच्छन्दतावादी ज्वारको अधिकता पाइने हुँदा कविता नै कविता त्यसको सहज प्रवाह शाकुन्तलमा छ। विराट विस्तार देवकोटाभित्रको महान कविको अवतरणको परिचायक हो। यसरी यसको परिष्कार हुन नसकी अधिकतम विस्तारमा जानाले यसको कमजोरी वा सीमा पथलाई पनि जनाउँछ। शाकुन्तलमा कसर मसर भए पनि यो प्रतिभाको वेगशाली सौन्दर्यको बल्दो अवतरण हो। शाकुन्तलमा रहेको कवि प्रतिभाको विस्तारलाई हेर्दा यहाँ बृहत्तम महाकाव्यको सम्भावना देखा पर्दछ। तर यसमा रहेको श्लोक सङ्ख्या र पृष्ठ सङ्ख्या वा आयामले चाहिँ त्यो पुष्टि गर्दैन। जे होस्, विश्वका विरलै प्रतिभाहरूमा पाइने उच्चता यसमा छ। यो शाकुन्तल नेपाली महाकाव्यको मध्यबिन्दु हो। अर्को सब टपिक रहेको छ सुलोचना र अन्य महाकाव्यहरू। शाकुन्तलपछि आधुनिक महाकाव्यको दोस्रो महत्त्वपूर्ण घटना सुलोचना हो। 3 महिनामा लेखिएको देवकोटाको शाकुन्तल र देवकोटाको आशु कवित्वप्रति शङ्का गरिएपछि उनले आफ्नो आशु कवित्वको रचना गर्न चुनौतीको रूपमा तोकिएको विषय, तोकिएको समय र स्थानमा 10 दिनभित्रमा लेखिएको महाकाव्य हो सुलोचना। यसरी आशु कवित्वको अग्नि परीक्षामा उत्तीर्ण गरी देवकोटाले यो महाकाव्य प्रस्तुत गरेका हुन्। यसमा शाकुन्तलको जस्तो कवित्वको ज्वार छैन। सामाजिक विषयवस्तु भएको यस महाकाव्यमा कविताको उच्चतर प्राप्ति नभए पनि औसत स्तर विद्यमान छ। यसरी 2003मा सुलोचनाद्वारा उनको आशु कवित्व प्रमाणित भएपछि देवकोटा अरू पनि महाकाव्यहरू लेख्न तत्पर भए। विक्रम सम्वत 2003सम्म उनले अरू पनि महाकाव्यहरू लेख्ने प्रयास गरे, जसमा कति अधुरै रहे भने कति पूर्ण गरिए। यसै क्रममा उनले सत्यभानु, बुद्ध चरित्र, सिकन्दर जुन संस्कृतमा, भक्त प्रह्लाद जुन संस्कृतमा जस्ता महाकाव्यहरू लेख्ने प्रयास गरे, तर यी कुनै पनि पुरा भएनन्। यसै समयमा उनले अरू 3वटा महाकाव्य पुरा गरे। ती हुन् वनकुसुम 2003, महाराणा प्रताप 2003, पृथ्वीराज चौहान 2003। यसरी देवकोटाले 2002 देखि 2004सम्म बनारस प्रवास हुनु अघि 5वटा महाकाव्यहरू पुरा गरे। यी सबै महाकाव्यहरू प्रकाशित भइसकेका छन्। देवकोटा अङ्ग्रेजीमा शाकुन्तल लेख्न खोजिरहेका थिए, तर अधुरै रह्यो। यसरी देवकोटाले परम्परागत लेखन पद्धतिलाई तोड्ने प्रयास गरेका छन् र परिष्कारवादीहरूले एउटा पनि महाकाव्य दिन नसकेको अवस्थामा लगभग 3 वर्षको छोटो अवधिमा 5-5वटा महाकाव्य नेपाली साहित्यलाई दिए। देवकोटाको महाराणा प्रतापमा परिष्कृति, धैर्यता र संयमताका केही तत्त्वहरू छन्। वनकुसुममा देवकोटाको प्रतिभा गलित, शान्त, क्लान्त र थकित अवस्थामा देखा पर्दछ। पृथ्वीराज चौहानमा पनि प्रतिभा, ज्वारको कमी र परिष्कृतिको केही प्रयोग भएको छ। यसमा उनी वर्णमात्रिक छन्द बदल्दै लोक छन्दतर्फ आउँछन्।
यसरी देवकोटाको महाकाव्य लेखनको उर्वरकाल 2002 देखि 2004 रहन गएको छ। यस समयमा उनले 5वटा महाकाव्य लेखेका छन्। देवकोटा 2004 मा प्रवासी भएपछि महाकाव्य लेखनको क्रम टुट्यो अनि पछि नेपाल फर्केर आए पनि 2007 सालमा प्रजातन्त्र आएपछि उनलाई अनुरोध गर्दा समेत आफ्ना महाकाव्यहरू परिष्कार गरेनन्, न त अरू नै थपे। जे होस्, उनले नेपाली साहित्यलाई 5वटा स्वच्छन्दतावादी महाकाव्य दिए। यही नै उनको महत्त्वपूर्ण प्राप्ति हो। यसमध्ये शाकुन्तल उनको र नेपाली साहित्यकै सर्वोच्च उपलब्धि हो। हवस् त साथीहरू, आजलाई यति नै। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोला। यहाँहरूको सानो लाइक कमेन्ट सेयरले थप भिडियो सामग्रीहरू प्रस्तुत गर्नको निमित्त मलाई थप हौसला प्रदान गर्नेछ। त्यसर्थ नबिर्सिकन गरिदिनुहोला। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।